हेलो साथीहरू, आज चाहिँ मैले बनाउँदैछु मुलाको अचार। सबैले बनाउने खालकै मुलाको अचार बनाउँदैछु। त्यसको लागि मैले यहाँनेरि रेडी गरेको छु मसला। अब यसलाई मैले पिन्न जाँदैछु। यो चाहिँ तोरी, पहेँलो खालको तोरी ल्याएको छु। यो चाहिँ धनिया भयो, यो चाहिँ मुङ्ग्रिलो भयो, यो चाहिँ मेथी भयो, अनि यो चाहिँ जिरा भयो। नर्मली मुलाको अचारमा हामीले तोरी मात्रै राखेर पनि बनाउने गर्छौं, तर मैले चाहिँ एकदमै धेरै अचार बनाउने भएको कारणले गर्दाखेरि यसरी मसला रेडी गर्दैछु। अनि यसमा मैले हाल्दैछु यस्तो खालको हरियो खुर्सानी काटेर रेडी गरेको छु। हेरौँ है त कसरी बनाउँछु। यहाँ मैले तोरीको तेललाई तताएर यसमा थोरै हिङ हाले, देखाउन चाहिँ बिर्सेछु साथीहरू। यो चाहिँ चिसो भइसकेको छ। अब म पिन्दैछु मसला। यो चाहिँ हामीले धेरै मसिनो पिस्नु पर्दैन, यतिको गर्दाखेरि चाहिँ हुन्छ। मोटो मोटो नै राख्नुपर्ने हुन्छ अचारको लागि भएको भएर। देख्न सक्नुहुन्छ यतिकै निकाल्दैछु म। सबै पिसेर देखाउँछु है त। मैले पिसिसकेको छु, देख्न सक्नुहुन्छ यतिको मसिनो गराएको छु। मेन चाहिँ यसमा पानी पर्नु हुँदैन साथीहरू। यो पिस्ने भाँडादेखि लिएर हरेक कुरा सुक्खा हुनुपर्छ, नभए हाम्रो अचार छिटै बिग्रिन्छ। त्यसले गर्दा मेन ध्यान दिने कुराहरू। अब अचार बनाउन सुरु गरौँ है त। मैले यसमा राख्दैछु नुन। कति छ क्वान्टिटी मुलाको हेरेर राख्नु होला। मैले 3 चम्चा राखेँ, मेरो चम्चा अलिकति ठुलो छ। अनि रातो खुर्सानी, कतिको पिरो खानुहुन्छ स्वाद अनुसार राख्नु होला। अनि त्यसै गरी बेसार, बेसार पनि सिक्दैछ यहाँ बढ्नुपर्ने अवस्था रहेछ। अनि त्यसै गरी राख्दैछु यो अहिले भर्खरै पिसेको हामीले बनाएको मसला। यो चाहिँ म अलिकति राख्छु, मलाई अलिकति मसलादारै मनपर्छ, त्यसले गर्दाखेरि। अनि त्यसै गरी यो हरियो खुर्सानी, खुर्सानी मैले यतिकै नै राखेँ। अनि त्यसै गरी यो अघि तताएर राखेको तोरीको, प्योर तोरीको तेल। अब मोलम है त, यसलाई कस्तो देखिन्छ। भिडियो लामो हुन्छ, मैले मोलेर देखाउँछु है त साथीहरू। अचार चाहिँ मैले मोलिसकेको छु। मैले यसमा खुर्सानी र मुला मात्र राखेको छु, अरू केही पनि राखेन साथीहरू, किनकि मलाई अरू त्यो गाजरहरू अरू राखेको मन पर्दैन। त्यसले गर्दाखेरि अब यो 4-5 दिनमा चाहिँ खाने भइसक्छ। अब मैले यस्तो खालको सफा बट्टामा सुक्खा छ यो भर्दैछु अचारलाई। भरेर देखाउँछु है त। फाइनली अचार रेडी भइसकेको छ। त्यो बट्टामा चाहिँ अटेन साथीहरू। फेरि मैले अर्को बट्टा लिएर यसरी राखेको छु, देख्न सक्नुहुन्छ। हेर्नुहोस् त, हजुरहरू पनि बनाएर इन्जोय गर्नु होला।